हेलो साथीहरू, के तपाईँ पनि आज फागुन 30 गते कोशी प्रदेशले लिएको सहायक पाँचौँ तहको परीक्षा दिएर आउनुभयो? यदि हो भने तपाईँको चाहिँ कतिको एन्सर मिलेको छ यसरी चेक गर्नुहोस्। आफू चाहिँ कतिको पास हुने सम्भावना छ त्यो चाहिँ यो भिडियो अन्त्यसम्म हेरेर अवश्य पत्ता लगाउन सक्नुहुन्छ। आज चाहिँ कोशी प्रदेशले सञ्चालन गरेको नासु सरहको परीक्षामा सोधेको महत्त्वपूर्ण प्रश्नहरूको चाहिँ हामीले आज यस भिडियोमा उत्तर भन्नेछौँ। तपाईँ पनि आफू के लेखेर आउनुभयो म्याच गराउनु होला, तपाईँ कति मिलेको छ यसबाट थाहा पाउन सक्नुहुन्छ। पहिलो प्रश्न आएको छ, पोखरीको पारिस्थितिकीय प्रणाली पन्ड इकोसिस्टममा देहाका मध्ये कुन प्राथमिक उपभोक्ता प्राइमरी कन्ज्युमर हो? तपाईँ के लेख्नु भएको थियो? अप्सन ए, बी, सी, डी। कुन चुज गर्नुभएको थियो? हो, डी। यदि तपाईँ चाहिँ अप्सन डी चुज गरेर आउनुभयो भने तपाईँको चाहिँ फिक्स हो, मिलेको छ है। यसको चाहिँ राइट एन्सर डी हुन्छ, घोगी। प्रश्न नम्बर 2, संरक्षित घर्षणे वन्यजन्तु अन्तर्गत तलका मध्ये कुन पर्दैन? जसको राइट अप्सन ए हुन्छ, राजगोमन। तपाईँ चाहिँ आफ्नो पनि यस्तो चेक गर्दै गर्नु होला कतिवटा मिलाउनु भएको छ भनेर। प्रश्न नम्बर 3, संयुक्त राष्ट्र सङ्घको महासभा युएन जनरल एसेम्बलीको अध्यक्षको पदावधि कति वर्षको हुन्छ? यसको उत्तर आएको छ अप्सन ए राइट, 1 वर्ष। तपाईँ के लेख्नु भएको थियो चेक गर्नुहोला। प्रश्न नम्बर 4, एसियनको सदस्य राष्ट्र तलका मध्ये कुन होइन? जसको उत्तर आएको छ अप्सन ए फिनी। प्रश्न नम्बर 5, 2082 साल माघ महिनामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा देहाका कुन उम्मेदवार निर्विरोध निर्वाचित भए? अप्सन ए ललित जंग शाही, बी राजकुमारी झाँक्री, सी सुनील कुमार थापा, डी महन्त ठाकुर। जहाँ यसको राइट अप्सन सी हुन्छ, सुनील बहादुर थापा। तपाईँ के लेख्नु भएको थियो? यही नै हो भने ठिक छ। प्रश्न नम्बर 6, इन्टरनेसनल बुकर प्राइज 2025 कुन कृतिको लागि दिइयो? उत्तर आएको छ हट ल्याम्प, अप्सन बी। प्रश्न नम्बर 7, कुन कृतिले विक्रम सम्वत 2081 सालको मदन पुरस्कार प्राप्त गर्यो? जसको उत्तर आएको छ उर्माल, अप्सन ए राइट। प्रश्न नम्बर 8, सन् 2025 को नोबेल शान्ति पुरस्कार पाउने महिला मारिया कोरिना मचाडो कुन देशको नागरिक हुन्? उत्तर आएको छ अप्सन डी राइट, भेनेजुएला। प्रश्न नम्बर 9, लेखक र कृति बीच जोडा मिलाई विकल्पबाट सही उत्तर छान्नुहोस्। लेखकको नाम दिएको छ र कृतिहरू, त्यसपछि अप्सन ए, बी, सी, डी दिएको छ, जहाँ यसको राइट अप्सन बी हुन्छ, ए को सी है। आगत भवानी बिच्छु, घामका पाइलाहरू, धस गुतामे, माधवी, मदनमणि दीक्षित, योजन गन्धा, विनोद प्रसाद धिताल। प्रश्न नम्बर 10, 16औं योजनाको अन्त्यसम्ममा सार्वजनिक सेवाको नीति निर्माण पदमा महिलाको सहभागिता कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? जसको उत्तर आएको छ 20%, अप्सन ए राइट हुन्छ। प्रश्न नम्बर 11, नेपालको अर्थव्यवस्थाले देहामध्ये कुनलाई अङ्गीकार गरेको छैन? उत्तर आएको छ अप्सन डी राइट, राज्यको नियन्त्रणकारी व्यवहार। प्रश्न नम्बर 12, आमा र बाबु, आमा बाबु कुन समास हो? जहाँ उत्तर आएको छ अप्सन बी द्वन्द। प्रश्न नम्बर 13, वाक्यमा प्रयोग भएर कर्ताले गरेको काम, घटना, अवस्था बुझाउने शब्दलाई के भनिन्छ? उत्तर अप्सन ए राइट हुन्छ, क्रिया। प्रश्न नम्बर 14, नेपालको प्रमाणिक समय निर्धारण भएको गौरीशङ्कर हिमाल ... पूर्वी देशान्तरमा अवस्थित छ। जसको उत्तर आएको छ अप्सन ए 86 डिग्री 15
प्रश्न नम्बर 15 नहरहरूको देश भनेर कुन देशलाई चिनिन्छ? उत्तर अप्सन सी राइट नेदरल्यान्ड। प्रश्न नम्बर 16 हिमालको नाम र उचाइको आधारमा जोडा मिलाई विकल्पबाट सही उत्तर छान्नुहोस्। जहाँ यसको उत्तर रहेको छ अप्सन डी क को 2, ख को 4, ग को 1, घ को 3। प्रश्न नम्बर 17 समूह क र समूह ख बीच जोडा मिलाई विकल्पबाट सही उत्तर छान्नुहोस्। जहाँ यसको राइट अप्सन ए हुन्छ। प्रश्न नम्बर 18 दोस्रो विश्वयुद्ध सुरुवात गर्ने पहिलो घटना कुन हो? जसको उत्तर रहेको छ अप्सन डी राइट जर्मनले गरेको पोल्यान्ड माथिको आक्रमण। प्रश्न नम्बर 19 चाङ्गु नारायण मन्दिरको निर्माण कसले गरेका हुन्? जहाँ उत्तर रहेको छ मानदेव अप्सन सी राइट। प्रश्न नम्बर 20 नेपालमा विस्तृत शान्ति सम्झौता कहिले भएको थियो? जसको उत्तर रहेको छ अप्सन डी 2063 8 5 गतेमा। प्रश्न नम्बर 21 प्रथम विश्वयुद्ध अन्त गर्ने भर्सेली सन्धि कहिले भएको थियो? जसको उत्तर रहेको छ अप्सन सी सन् 1919 जुन। प्रश्न नम्बर 22 वैकुण्ठ एक्सप्रेस पुस्तकका लेखक को हुन्? उत्तर रहेको छ मोहनराज शर्मा अप्सन डी राइट। प्रश्न नम्बर 23 करिया मोचन भन्ने शब्दले देहामध्ये कुन प्रथाको अन्तलाई जनाउँछ? अप्सन बी राइट छ दास प्रथा। प्रश्न नम्बर 24 राष्ट्रिय जनगणना 2078 अनुसार जातिगत जनसङ्ख्याको आधारमा घट्दो क्रममा कुन क्रम सही छ? उत्तर अप्सन ए राइट मगर थारू तमाङ। प्रश्न नम्बर 25 विश्व ब्याङ्कको प्रतिवेदन अनुसार सन् 2024 नेपालको प्रति व्यक्ति आय कति अमेरिकन डलर रहेको थियो? जहाँ उत्तर रहेको छ अप्सन ए राइट 1414.3 अमेरिकी डलर। प्रश्न नम्बर 26 यहाँका मध्ये कुन जलविद्युत आयोजनाबाट धेरै विद्युत उत्पादन हुने गरेको छ? जहाँ उत्तर रहेको छ अप्सन डी राइट अप्पर तामाकोसी। प्रश्न नम्बर 27 आर्थिक सर्वेक्षण 2081-82 अनुसार नेपालको कुल राष्ट्र उत्पादन जीडीपी मा कोशी प्रदेशको योगदान कति प्रतिशत रहेको छ? उत्तर अप्सन डी राइट 15.9%। प्रश्न नम्बर 28 कञ्चनजङ्घा संरक्षण क्षेत्रको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ? उत्तर अप्सन बी राइट 2035 वर्ग किलोमिटर। प्रश्न नम्बर 29 कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत पहिचान गरेको पदमार्ग तलका मध्ये कुन हो? उत्तर हलेसी मार्ग पदमार्ग अप्सन सी राइट। प्रश्न नम्बर 30 भिटामिन ए को वैज्ञानिक नाम के हो? अप्सन सी राइट। प्रश्न नम्बर 31 डेङ्गु भाइरस कुन लामखुट्टेले सार्ने गर्दछ? जहाँ उत्तर रहेको छ अप्सन बी एसिड एडिस इजिप्टाई। प्रश्न नम्बर 32 अनुवांशिकीको सिद्धान्त का प्रतिपादक को हुन्? उत्तर अप्सन बी ग्रेगर मेन्डल। अन्तिम प्रश्न 33 नम्बर ग्रीन पिसको प्रधान कार्यालय कहाँ छ? उत्तर अप्सन बी आर्मस्ट्यान्डम। आशा विश्वास छ भिडियो राम्रो लाग्यो होला। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल सब्सक्राइब गरी बेल आइकन थिच्दा अलमा क्लिक गर्नुहोला। साथै शिक्षक लाइसेन्स निमावि मावि लोकसेवा आयोगको चाहिँ नायब सुब्बा खरिदारको चाहिँ प्राविधिक सहायक सङ्घ प्रदेश सबैको अनलाइन कक्षा लिन चाहनुहुन्छ भने 9812902150 को वाट्सएपमा मेसेज गरी तपाईँ थप जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ। भिडियोमा लाइक अवश्य गर्नुहोला।